साथीहरु अब सेकेन्डरी जीमेल कसरी खोल्ने भन्ने कुरामा हामी सिक्न गइरहेका छौं जसको लागि हामी पहिला सर्वप्रथम जीमेलमा जानुपर्ने हुन्छ जीमेलमा गएपछि माथि प्रोफाइल दायाँपट्टिको प्रोफाइल आइकनमा देखिन्छ त्यहाँ क्लिक गर्नुस् किनकि हाम्रो पहिले अलरेडी जीमेल छ तर पनि हामी नयाँ जीमेल बनाउन गइरहेका छौं त्यसको लागि एड अकाउन्टमा गएर हामी गुगलमा जान्छौं गुगलमा गइसकेपछि हामीलाई यस्तो इन्टरफेस मिल्छ जहाँ क्रिएट अकाउन्टमा जानुपर्ने हुन्छ अनि त्यसपछि हामी फर माइ पर्सनल युजमा जान्छौं यहाँ हामीले आफ्नो नाम टाइप गर्छौं तपाईहरु पनि आफ्नो नाम टाइप गर्न सक्नुहुन्छ म सँगसँगै बनाउँदै हुनुहुन्छ भने यहाँ आफ्नो डेट अफ बर्थ र जेन्डर राख्नुपर्ने हुन्छ जस्तै यहाँ म आफ्नो डेट अफ बर्थ र जेन्डर टाइप गर्छु अनि त्यसपछि नेक्स्ट गरौँ जीमेल रोज्ने अप्सन आउँछ यहाँ आफूले जीमेल रोजेर नेक्स्ट गर्दा पनि हुन्छ अथवा क्रिएट योर जीमेल एड्रेस भन्नेमा आफ्नो नाम राखेर जुन अघि जीमेल खोल्दा राखिएको अगाडि नाम थियो त्यसलाई टाइप गर्नुपर्ने हुन्छ अनि त्यसपछि नाम टाइप गरेर भएन भने त्यहाँ हामीले कुनै नम्बर राख्नुपर्ने हुन्छ अनि नम्बर राखेपछि नेक्स्ट गरिसकेपछि यस्तो अप्सन आउँछ यहाँ आफूले नबिर्सिने पासवर्ड राख्नु होला जस्तै म यहाँ आफ्नो पासवर्ड राख्छु त्यस्तै पासवर्ड राखिसकेपछि नम्बर राखेर @ अथवा यस्तै के राख्नुपर्ने हुन्छ अनि त्यसपछि हामी नेक्स्ट गर्छौं अब भने हामी नेक्स्ट र एग्री गर्दै जानुपर्ने हुन्छ नेक्स्ट गर्छौं त्यसपछि तलतिर सारेर एग्री गर्छौं नेट स्लो छ फाइनली हाम्रो जीमेल अकाउन्ट अथवा गुगल अकाउन्ट बनिसक्यो